जनऋषि थिए जानुका को बनाते दिए जनकपुरका राजा जनऋषि थिए बनाते जानुका को बिए बड़ा बड़ा जोधा मागन आए जानुका को करना के भी मागन आए बनाते जानुका को भी जनकपुरका राजा जनऋषि थिए जानुका को करना के भी जनकपुरका राजा जनक ऋषि थिए अलिक बिस्तारै ढिलो शोभन काटारी रामज्यूले धिरे माहुर्की लैहाले पाती रामज्यूले धिरे लैहाले पाती शोभन काटारी रामज्यूले धिरे माहुर्की लैहाले पाती ऋषि नारद हेरन आए जगको प्रविधि भाइ ऋषि नारद हेरन आए जगको प्रविधि भाइ ऋषि नारद हेरन आए जगको प्रविधि भाइ रामले बोले बैठिए सरजुको तीर रामज्यूले बोले बैठिए ग्वालिनी गोपिनी मुडेउला थिए विश्वकर्मा थिए ग्वालिनी गोपिनी मुडेउला थिए ऋषि नारद हेरन आए भंसको भएछ ताक ऋषि नारद हेरन आए भंसको भएछ हेरन आए भएछ भंसको दिएको श्राद्धम म गर्छु भनी ऋषि नारद आए दिएको श्राद्धम म गर्छु भनी ऋषि नारद आए
हो। जतिहरू बारीको पाटामा बसेर टपरी लिएर भात खान तयारी भइदिनु होला। सबै भयो छति सैदिए गहना हो दिएको पराबिली सबै भयो छति सैदिए हुनै लागो छति सै बजाए बाजा हो नदीको बिरुवा हुनै लाग्यो बजाए बाजा। मङ्गलम भगवान विष्णु मङ्गलम मङ्गलम तनुहरि 36 लाखका गहना पहिरिएर हो बेहुली त चिटिक्क परेर बसिन्छ। ए दुला साहब कति लाखका हुने यी गहना? गहना झिक्दै हुनुहुन्छ यहाँ लाखको पर्ले हो ल 36 लाखको गहनामा अर्केस्ट्री लरी भन्छन् क्या रे यसलाई? पुरी दानम दाक्षको मकर्ण वीर हनुमान यस्तो रामायण ल बिहे त सबै बिहे भइसक्यो। राम वीरा पुत्र थिए दशरथ झना कैता हीरा तसिला सुमिता कैता हीरा तसिला सुमिता कैता हीरा तसिला सुमिता कैता हीरा तसिला सुमिता रानी थिए रंगता तिलगाना ओ धूपरा दीप चपादारिगा मारनी दारना लाल लाल रूपा तरु बरु छाया हो बरसे सुनका बलिंदा हो लाल रूपा तरु बरु छाया हो बरसे सुनका बलिंदा हो इना बलिन्द्रले सप्ताको सिनु आए सोनै शोभना छाए हो लाल रूपा तरु बरु छाया हो बरसे सुनका बलिन्द्र हो इना बलिन्द्रले लक्तमाला नुहाए सोनै शोभना छाए हो नाटो माटो भीम राजा हो बरसे सुनका बलिन्द्र हो कुन्देव गावै कुन्देव बजावै कुन्देव राखला माना हो अर्जुन गावै हिमसिन बजावै सहदेव राखला माना हो। यस कलाघरका अग्रणी व्यक्तित्व सुमन भाइलाई खासमा आजको यस महोत्सवमा हिजो हामी यहाँ जम्मा भइ नै रहेका थियौँ। त्यसपछि हामी बिचमा छलफल भएर खासै त्यत्रो ठुलो कोसेली होइन सानो कोसेलीको रूपमा हामीले यहाँ ल्याएका छौँ। त्यो हामी फुकाउने नै छौँ भन्न त सुमन भाइले कोसेलीको पोको फुकाउने भनेर धेरै उत्साह प्रदान गरेको छ। धन्यवाद। आज यस कार्यक्रममा उपस्थित रहनुभएका उपप्रमुख मन्जु देवकोटाज्यू लगायत मञ्चमा आसीन हुने सम्पूर्ण महानुभाव लगायत यहाँ उपस्थित सम्पूर्णमा हामी देवकोटा बन्धु समाज चपौलीको तर्फबाट सबैमा
नमस्कार भन्दै हामीले हिजो यहाँ हाम्रा अग्रणी दाइहरू कार्यक्रम हेर्न जम्मा भइरहँदा हामीले पनि केही सहयोग गर्न पाए हुन्थ्यो। हाम्रै घर आँगनमा निर्माण कार्य सम्पन्न हुन लागिरहेको छ, निर्माणाधीन हुन लागिरहेको छ। अनि थोपा जम्मा गरेर घैला भर्ने कार्यक्रम रहेको छ। हामीले पनि जम्मा गरौँ भनेर हाम्रा अग्रणी दाइहरूले जुन कुराहरू उठाउनु भयो, त्यसैमा हामी यस कमलामाई नगरपालिका वडा नम्बर 3 मा रहेका देवकोटा बन्धु समाज पनि हामीमा सुचारू रूपमा रहिआएको थियो। त्यसैले त्यही देवकोटा बन्धु समाजभित्र रहनुहुने सम्पूर्ण महानुभावहरूको तर्फबाट हामीले एकमुष्ट रूपमा 50,000 रुपियाँ चाहिँ यस कलाकार सिन्धुलाई प्रदान गर्ने कार्यक्रम रहेकोले हामी त्यो देवकोटा बन्धु समाजमा रहेका सम्पूर्ण बन्धुहरूको नामावली पढेर सुनाउन गइरहेको छु। बद्रीनाथ देवकोटा, तुलसी प्रसाद देवकोटा, केदार कुमार देवकोटा, नेत्र प्रसाद देवकोटा, लेखनाथ देवकोटा, लीला कुमारी देवकोटा, कृष्ण प्रसाद देवकोटा, रत्न कुमारी देवकोटा, डम्बरबहादुर देवकोटा, शान्ता कुमारी देवकोटा, रामेश्वर देवकोटा, चन्द्र प्रसाद देवकोटा, सन्तोष देवकोटा, मेघराज देवकोटा, नवराज देवकोटा, रिद्धि देवकोटा, प्रकाश देवकोटा, गुरुनाथ देवकोटा, दिल कुमारी देवकोटा, दिल्ली प्रसाद देवकोटा, युवराज देवकोटा, अंजना देवकोटा, कपिल प्रसाद देवकोटा, बद्री प्रसाद देवकोटा, रुद्र प्रसाद देवकोटा, मोहन प्रसाद देवकोटा, दुर्गा प्रसाद देवकोटा, माया देवी देवकोटा, ओम प्रकाश देवकोटा, हेमकुमारी देवकोटा, चन्द्र प्रसाद देवकोटा, सम्मुख नन्दमाया देवकोटा, शारदा कुमारी देवकोटा, सुजन देवकोटा, ईश्वरा देवकोटा, पदमरी देवकोटा, लोकबहादुर देवकोटा, वीरेन्द्र कुमार देवकोटा र पूर्ण कुमारी देवकोटाको सामूहिक तर्फबाट यस कलाघरको विशिष्ट सदस्यता देवकोटा बन्धु समाजले लिने गरी 50,000 रुपियाँ प्रदान गर्ने सामूहिक घोषणा गर्दछौँ। साथै हामी यस कमलामाई नगरपालिका वडा नम्बर 3 मा स्थापना हुन लागिरहेको कलाघरमा देवकोटा बन्धु समाज सधैँ साथमा रहनेछ। हामीले आफ्नो तर्फबाट सकेको साथ सहयोग आगामी दिनमा पनि पुर्याउँदै जानेछौँ र संयोगवश आज हाम्रै कमलामाई नगरपालिका भित्रको उपप्रमुख मन्जु देवकोटा, हाम्रो दिदी, हाम्रो भाउजू यहाँ उपस्थित हुनुभएको छ। हाम्रो अभिभावक उहाँलाई एउटा देवकोटाको नातामा देवकोटाहरू पनि यहाँ क्रियाशील छन्, सक्रिय छन्, यस कलाघरसँग जोडिएका छन् भन्दै आगामी दिनमा जे जस्तो सहयोग उहाँले पुर्याउँदै आउनुभएको छ, थप सहयोग उहाँले पक्कै पनि पुर्याउनु हुनेछ भन्ने कुरामा म उहाँलाई विशेष अनुरोध गर्दै यस कलाघरको सफलताको पूर्ण कामना गर्दै म देवकोटा बन्धु समाजको तर्फबाट सहयोग प्रदान गरेको घोषणा गर्दै बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार। यो संस्कृति लोप हुँदै गए, लागि पर्यौं बनाउन कला संग्रहालय।